हेलो गाइज नमस्ते। मेरा नाम मोहन बहादुर राउत हो। मेरो यूट्यूब चैनल मोहन राउत यूट्यूब चैनल छ। मेरो यूट्यूब चैनललाई लाइक र शेयर सब्सक्राइब गरिदिनु होला। म आज मेरो ड्युटीको बारेमा कामको बारेमा देखाइरहेको छु। काम यो सेलर मिलमा कसरी चामल बन्छ भन्ने तपाईँलाई एउटा सानो भिडियो लिएर आउनेछु। मेरो यूट्यूब चैनललाई हेरेर लाइक कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद। हेर्नुहोस्, यो धान छ, यस्तो पुरै गोदाम राखेको धान हो। ठ्याक्कै धान छ। यसरी धानहरू यहाँ हाम्रो बन्छ। धान स्टोकको धान लगाएर यस्तो यता लगाएर ठ्याक्कै यहाँ अगाडि यो माथि हाल्ने गर्छ। यो माथि हालिसकेपछि यस्तो माथि यो त यो ठुलो टङ्की आउँछ। टङ्कीबाट पुरै बोइलरबाट चाहिँ गएर ठ्याक्कै यतापट्टि ठुलो टङ्कीमा जम्मा हुन्छ। यो जम्मा भइसकेपछि फेरि भित्र चामल बनाउनलाई कसरी चामल बन्छ भन्ने कुरो तपाईँहरूलाई म देखाउने छु। हेर्नु होला। तपाईँलाई म भित्र लगेर देखाउँदैछु सर, हेर्नु होला। भित्र सबैजनाले हेरिदिनु होला। भित्र यो ढोका छ। यो ढोका म अब खोल्दैछु। ढोका खोलिसकेपछि यो ठ्याक्कै ढोका ओपन भयो। सरी ढोका ओपन भित्र जाँदैछु। कसरी बन्छ भन्ने कुरो म देखाउँदैछु। हेर्नु होला। हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला। यो सबै चामलहरू बनेको हो। चामल बन्छ यस्तो हेर्नुहोस् गाइस, यो धान हो। धान यहाँ धान झरिरहेको गाइस। चामल यसै चल्छ है। धान र चामल पिसेर बन्दैछ। एकछिन आफै हलिने गर्छ सर। हलिन्छ हलिथाल हेर्नु होला। चामल कसरी बन्छ भन्ने पनि देखाउँछ सर। फिनिसिङ भएर चामल यो उसिना चामल हो। उसिना चामल चामल बनिसकेर यहाँ झर्छ। यहाँ झरेपछि सर यता यहाँनिर फिनिसिङ भएर चामल झर्छ है। चामल झरिराखेको छ। यहाँनिर चामल यसरी झर्छ है। चामल झरिराखेको छ। चामल चाहिँ झर्छ यसरी हेर्नु लागि। चामल झरेर यो बेल्ट हो। बेल्ट माथि यसरी यहाँ माथि चल्छ। यो चलेर अनि यो माथि यस्तो यो टङ्कीमा जम्मा हुन्छ। अनि भोलि बिहान लेबरहरूले आएर सबै यहाँ अहिले बन्द छ। यहाँ भर्छ बिहान चामल अनि सबै टाटा गरेर यसरी राख्छ गाइस। हेर्नु होला। यसरी राख्छ। यो गोदाम छ। यो सब स्टक माल हो। बाहिरको लागि अर्डर हो।